नमस्ते, म सिर्जना कुँवर मेरो च्यानल स्वादिलो परिकारमा स्वागत गर्दछु। आज मैले व्रतको लागि मल्टिग्रेन पिठोको रोटी र चिसो मिठो साबुदाना तयार गरेको छु। रोटीको लागि मैले फापर, मकै, गहुँ, जौ, सुजी एक डाडु राखेको छु। यसमा मैले दुध मिसाएकी छु। हुन त पानी मिसाए पनि हुन्छ हैन, तर दुधले एक्स्ट्रा स्वादिलो बनाउने हुनाले मैले दुध मिसाएकी छु। मिसाउँदाखेरि पुगेन भने अरू दुध थप्न सकिन्छ। लङ्स नबस्ने पाराले हामीले चलाउँदै जानुपर्ने हुन्छ र 1 चम्चा घिउ मिसाउँदाखेरि अझै स्वादिलो बन्ने हुँदा घिउ मिसाउँदा हुन्छ र राम्रोसँग चलाइवरी गरेर यसलाई 20 मिनेटको लागि हामीले रेस्टमा राख्नेछौँ। ल 20 मिनेट भयो। अब तावा तताए हामी फेरि 1 चम्चा घिउ राख्दैछौँ। चारैतिर लगाउने है घिउलाई। ल हेर्नुहोस् त, अब हामीले 2 डाडु जति पिठो राख्नेछौँ। अब यसलाई हामीले यताउता उल्टे चलाइवरी गरेर हामीले पकाउनेछौँ। हेर्नुहोस् त बबल कति राम्रो बबल्स आएको छ। अब यसमाथि पनि हामीले अलिअलि घिउ लगाउनेछौँ। ल हेर्नुहोस् त रोटी कति राम्रो भयो। राम्रोसँग फर्काउनुपर्छ है, नभए टुट्ने डर हुन्छ। ल हेर्नुहोस् कति राम्रो रोटी भयो। यस्तै गरेर मैले थुप्रो रोटी बनाइसकेँ। ल हेर्नुहोस् त रोटी कति राम्रो भयो हैन। अब हामी साबुदाना बनाउनुतिर लाग्छौँ। अब यसमा चाहिँ मैले अलिकति पानी राखेर साबुदाना 1 कप राखेर मैले यसलाई उमाल्दैछु। यो उमाल्ने तरिका चाहिँ हाम्रो 90% पाकेपछि यसलाई निकाल्दा हुन्छ हैन, अलिकति काँचो भएर के हुँदैन। अब यसलाई मैले छान्नेमा निकाल्दैछु। अब यसलाई एकछिन राखेँ मैले। अब मलाई कति चाहिन्छ, जति चाहिन्छ मैले त्यो निकाल्छु। त्यसमा मैले एकदम चिसो दुध राखेँ, त्यसमा 1 चम्चा चिनी पनि मैले राखेँ। अब यसलाई मैले चलाएँ। यो एकदमै स्वादिलो हुन्छ। हेर्नुहोस् मेरो माछा। अब हामी पस्क्यौँ है त। हेर्नुहोस् त यो तरकारी, यो काँक्रोको अचार, यो मिठाई, अनि यो जुस, एउटा सानो टुक्रा आँप। ल हेर्नुहोस् व्रतको लागि पौष्टिक, स्वस्थ र एकदम शाकाहारी खाना तयार भयो। तपाईहरु पनि एकचोटि बनाइहेर्नुहोस् है त। हस् त, थ्याङ्क यू, धन्यवाद। फेरि अर्को एपिसोडमा हाम्रो भेट हुने नै छ। त्यतिसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते।